आजको यस भिडियोमा हामी मध्यमकालको बारेमा पढ्न गइरहेका छौँ। मध्यमकालको सुरुवात चाहिँ 936 देखि भएको थियो। राजा चाहिँ राघवदेव थिए, पडेना चाहिँ शङ्करदम सुब्बा थिए यसको यो चाहिँ। अनि शङ्करदास सुब्बाले बालुवा झिकेको ठाउँलाई चाहिँ लखुतीर्थ भनेर भनिन्छ। सिद्धर सुब्बा विभूति घोषणा 2056 मङ्सिर 2 मा भएको थियो। नेपाल सम्बन्धले मान्यता पाएको 2065 कार्तिक 8 मा थियो। रत्नपार्कलाई साकुवा उद्यान नामाकरण 2065 मङ्सिर 30 मा गरेको थियो। नेपाल संविधान सरकारी कागजमा अनिवार्य लागू 2080 कार्तिक 27 गतेदेखि लागू भएको थियो। र मल्लकालमा एकीकृत नेपाल उपत्यकाको राजधानी कहाँ थियो? भक्तपुर थियो है। मल्लकालमा एकीकृत नेपालको राजधानी कहाँ थियो भनेर कसैले सोद्धाखेरि राजधानी कहाँ थियो त? भक्तपुरमा थियो भनेर हामीले थाहा पाउनुपर्ने हुन्छ। अनि भक्तपुरमा थियो। अनि त्यसपछि चाहिँ राज्यले चाहिँ 4 भागमा विभाजन गरिएको थियो। एउटा भक्तपुर, कान्तिपुर, पाटन र बनेपा गरेर तर्फमा थियो। हो त्यहाँ चाहिँ के थियो भने आफ्नो राजाहरूले शासन चलाएका थिए। जस्तै भक्तपुरमा रहेछ राममल्ल, सूर्यमल्ल, अनि कीर्तिपुरमा रत्नमल्ल, सूर्यमल्ल, अनि पाटनमा रणमल्ल, विष्णुमल्ल, नरसिंह हो यिनीहरू थिए। भनेपछि यता बनेपामा चाहिँ छोरी धर्मावतीलाई के रे अंश बापत दिएको थियो भन्ने यो कुरा चलिरहेको छ। अनि राजालाई गोप्य सल्लाह दिनु मन्त्रीको काम हुने थियो। राजालाई चाहिँ यो जुन मध्यकालमा थियो नि त, यसले मध्यकाललाई चाहिँ मल्ल भनेर पनि भन्न सक्छौँ। यसको चाहिँ गोप्य सल्लाह दिने काम चाहिँ मन्त्रीको काम हुन्थ्यो। अनि कर्मचारीलाई नगदको सट्टा के दिन्थ्यो त? जमिन दिने चलन थियो। नगद नदिने, पैसा नदिने के त्यतिको चलन चाहिँ मध्यकालमा चाहिँ के दिने त? जमिन दिने क्या। न कि मल्लकालको प्रशासनिक इकाइलाई चाहिँ के भनिन्थ्यो? भुम्ती भनेर भनिन्थ्यो। अनि विवाहपछि केटाले केटीको घरमा गएर बस्ने डोलाजी प्रथा थियो। डोलाजी प्रथा कुन कालदेखि सुरुवात भएको थियो, कुन कालमा थियो भनेर सोध्यो भने हामीले चाहिँ मध्यकालमा भनेर भन्नुपर्दछ। पुसङ वन संस्कार मल्लकालमा प्रचारमा आएको नेवा समुदायमा बेलसँग विवाह गर्ने चलन यही कालमा आएको थियो, जसलाई चाहिँ इही भनेर भनिन्छ। के भन्छ? इही भनेर भनिन्छ। सामान्य किसिमका मुद्दाहरू हेर्ने व्यक्तिलाई चहरी भनेर भनिन्छ। अनि पञ्चचहरीको निर्णय उप पुनरावेदन दिने स्थान चाहिँ द्वारे रहेको छ। अनि कि यो द्वारभित्र चाहिँ धेरै रहेको छ क्या। यो चाहिँ यो के पुनरावेदन दिने स्थान चाहिँ द्वारे भएको छ। अनि देवानी प्रकृतिको मुद्दा हेर्ने देवानी हामीले अस्ति नै भनेर पढाएको छ। देवानी भने चाहिँ देवी कामस्थ दैलेखको कोटिलामा बस्दछन्। हो त्यसरी चाहिँ देवानी चाहिँ कोटिलिङ भनेर पनि थाहा सक्छौँ। फौजदारी प्रकृतिका मुद्दा हेर्ने अड्डा, फौजदारी क्या ठुलो सङ्ख्याको मुद्दा हेर्ने चाहिँ इटाचपल्ली रहेको छ। हामीले चाहिँ इटा भनेर भनिन्छ। फौजदारी के गर्छ? इट्टाले हानेर मारिदिन्छ क्या। हो अन्तिम न्याय दिने अधिकार कुन थियो त? राजामा पुग्थ्यो क्या। सबै काम अरूले गर्थे र अन्त्यमा चाहिँ ल राजाले चाहिँ न्याय सुनाउँथे ल तँलाई यो भयो यो भएन भनेर। अनि मल्लकालका चाहिँ 4 अदालतहरू रहेका थियो त्यतिको अवस्थामा। त्यही माथि पढेका इटाचपल्ली, अनि कोटिलिङ, अनि टङ्कसार, टक्सार अनि धनसार गरेर चाहिँ 4वटामा विभाजन गरेको थियो। मल्लकालीन प्रशासनिक पद र अड्डाहरू के कस्ता रहेका छन् भनेर पढ्नु गएको छ। मल्लकालीन प्रशासनिक अड्डाहरू चौतारियालाई चाहिँ के भन्थ्यो? प्रधानमन्त्री चौतारिया। अब केपीमा अब के अरे चौतारिया गर्छ। चतुराई गर्ने चाहिँ हामीले बुझ्न सक्छौँ चौतारिया भनेर। अनि अमात्य भने चाहिँ मन्त्री के त? अमात्य भने चाहिँ हामीले के बुझ्न सक्छौँ? मन्त्री बुझ्न सक्यौँ। अमात्य भने चाहिँ अनि परमान र काजी भनेको चाहिँ भागरदार। काजीसँग भागरदारले बिहे गरेछ। भागरदार भने चाहिँ भर्दा क्या। काजीसँग बिहे गरेछ, भर्दाले बिहे गरेछ। अनि उमरा भनेको गाउँ स्थानका प्रशासनलाई के भन्छ? उमरा। प्रशासन अरू उमरा है। जुन धान उमरा जस्तै प्रशासन भने सबै ठाउँमा सानो हुने हो नि त, हो त्यसलाई चाहिँ उमरा भनेर भन्दैछ। अनि उभय भनेको चाहिँ सैनिक अधिकारीलाई के भन्छ? उभय। किन भन्दाखेरि सैनिकहरू चाहिँ उभिन्छन् क्या, जहिले पनि बसेको देखिन के काम गरेको उभिएको हो त्यसले त्यसले हामीले के भन्छ? उभय भनेको सैनिक अधिकारीले भन्ने भन्छ। अनि खड्डार भनेको त्यो देशको भ्रमण गर्ने न्याय दिने मान्छेले के भन्छ? खड्डार भनेर भनिन्छ। मुखिया भनेको गाउँ स्तरको प्रशासन हो। आजको चाहिँ गाउँस्तरको प्रशासन हुन्छ, गाउँपालिका गाविस वडा हो त्यसरी हुन्छ। त्यतिखेर चाहिँ ल है अब मुखियालाई बोलाउँ है भन्ने चलन त्यस्तो थियो। उमरा भनेको सैनिक अधिकृत, उबरा भनेको सैनिक अधिकारी, अनि राब भनेको सैनिक अधिकृत, द्वारे भनेको गाउँका झैँ झगडा हेर्ने व्यक्तिले के भन्छ? द्वारे भनेर भनिरहेछ। अनि कोट नायक भने के त? कोट नायक भने के त भनेर आएको छ। कोट नायक भने चाहिँ किल्लाको रक्षक गर्ने। अनि जमवान भनेको के? प्रशासकीय अधिकारी जमबागले भनिरहेछ। अनि जोशी भनेको जोशी भने ज्योतिष भ्याल्यो। अनि ढाल्पा भने कुलो नहर हेरेर निकाले के भनिरहेछ? ढाल्पा भनिरहेछ। दौबारी भने स्थायी रूपमा छिनोछानो गर्न नसकेको मुद्दाहरू राजामा पुग्नेलाई के भन्छ? दैवारिक भनेर भन्दो रहेछ। अनि थकाली भनेको पञ्चहरूको मुख्य व्यक्तिले के भनिरहेछ? थकाली भनेर भन्दो रहेछ। अब चाहिँ छरीदार भनेको के हो त? दौडाहा टोलीको हाकिमलाई के भन्छ? छरीदार। जुन दौडाहा टोलीको हाकिमलाई के भन्छ? छरीदार धेरै नदौडी है, छरिन्छ फेरि दौडिन्छ भने के भन्छ? छरिन्छ। अनि कोतवाल भनेको शान्ति सुरक्षा, कोतवाल। अनि कि राजोपदाक्ष भनेको चाहिँ राजगुरु, राजो भनेको राजगुरु। अनि कि टक्सारी भनेको सिक्का छाप्ने। अनि चरीदार भनेको अनुसन्धान अधिकृत, चरी जस्तो क्या उडी के गर्ने? उडी अनुसन्धान गर्ने, उडी माथि आकाशमा उड्ने। अनि के कस्तो भएछ भने हेर्ने निहाल्ने। क्षेत्रकार भनेको बालीनाली हेर्ने, जग्गा नाप्नेले के भन्छ? क्षेत्रहरू भने के कस्तो बाली लाग्यो, के कस्तो के कामहरू गर्यो भनेर गर्लाई चाहिँ के भन्छ? क्षेत्रकार भनिन्छ। अनि तक्षकार भनेको चाहिँ घर क्षेत्रको जग्गा नाप्नेलाई के भन्छ? तक्षकार भनेर भन्छ। प्रधान भनेको टोली हेर्ने अधिकारी, प्रधान भनेको टोली हेर्ने क्या, टोली हेर्ने क्या। त्यो हाम्रो चाहिँ घरको उतारि प्रधानबाजी हुन्छ नि, उहाँले चाहिँ टोलको हेर्नुहुन्थ्यो नि त, हो त्यसरी टोली हेर्ने अधिकारी भनिरहेछ। अनि सामान भनेको प्रशासक हेर्ने के भन्छ? सामान भनेर भनिरहेछ। अनि कि छेबन्डेल भनेको राजाको भण्डार वा अन्नको व्यवस्था गर्नेले के भन्छ? भण्डेल। अनि पञ्चम सुच्चै भनेको चाहिँ सानातिना झगडा हेर्ने, पञ्चसुच्च भने सानातिना झगडा हेर्ने बुढापाकाको समूह हो क्या। झगडा नगरे भने अनि बुढा काकालाई हो कि साना केटाले झगडा गर्ने, साना केटाले भन्नाले अलि यङ अवस्था नै। अनि भारदारी सभा भने मूर्ध टक्सियरी हेर्ने व्यक्तिले भारदारी सभा भनेर भनिन्छ। अब चाहिँ हामी मध्यमकालका राजा वा महेशकालका राजाहरूको बारेमा चाहिँ हामी व्याख्या गर्न गइरहेका छौँ, पढ्न गइरहेका छौँ। तिनीहरू कसरी ज्ञान पाटे त भन्ने कुरा रहेछ। अब अरिमल्ल भन्ने चाहिँ हामीले ट्याक्कै के बुझ्छौँ भन्दाखेरि अरिङ्गाल सम्झिन्छौँ कि अरिङ्गाल सम्झिन्छौँ। अनि अरिङ्गाल के थियो भन्दाखेरि मल्ल वंशको सुरुवात भएको क्या। मल्ल वंशको अरिमल्लदेखि के भएको थियो? मल्ल वंशको सुरुवात भएको थियो, अरिङ्गालदेखि चाहिँ सुरु भएको थियो। मल्लको अर्थ के थियो? कुस्तीबाज भन्नेलाई चाहिँ के भन्थ्यो? मल्लको अर्थ रहेको थियो। अनि 1258 देखि 1277 सम्म 15 वर्ष शासन गरेका थिए। आफ्नो छोराछोरीको नामको पछाडि मल्ल लेख्ने चलन ल्याएका थिए। अरिमल्ल लेखे। अनि अभय मल्ल रहेका छन्।
अनि आखिरमा अभय मल्लको हुन् त अभय मल्ल पहिलो भूकम्प गएको थियो। भूकम्पमा परेर मरेका राजा अभय मल्ल हुन्। अनि पशुपतिको साहसनाग र कलङ्स पूजा गर्ने चलन ल्याएका थिए। 2224 राज्यको के गरेका थिए, विभाजन गरेका थिए। अब एच्छे मल्ल भनेको के आच्छे आच्छे सम्झिन्छौँ कि हामी होइन, छ्या सम्झिन्छौँ क्या, एच्छे भने छ्या भनेर सम्झिन्छौँ। नेपाल मण्डेलेश्वर उपाधि धारण गरेको छ्या मण्डेलाकी छोरी बिहे गरेछ। कसले त? एच्छेले छ्या मण्डेलाकी छोरी बिहे गरेछ। अनि सिहिता पाठक नाम हप्त लिखित ग्रन्थका रचना गरेका सिहिङता पाठक। अनि भक्तपुरको दत्तातेज मन्दिर छ्या दत्तले पाद्यो, दत्तावेद भनेर हामी के भन्न सक्छौँ, छ्या दत्तले पाद्यो भन्न सक्छौँ। अनि भीमनाथ लोकेश्वरको मूर्ति निर्माण गरेका थिए होइन, के अरे भीमनाथ लोकेश दाइको पनि छ्या लोकेश दाइको यो बनाएछ। काठमाडौँ उपत्यका विभाजन गरी छोराछोरीलाई अंशबन्ड गरेका थिए। छ्या त्यस्तो काम पनि गर्ने हो भनेर भन्छ। अनि भक्तपुर दरबारलाई चारैतिर पर्खाल घेर्ने लगाएको किनभने धेरै हक दिए त्यहाँ गएर भक्तपुरमा हो, त्यसरी चाहिँ के गरिदिए त दरबारलाई यताउता पर्खाल लगाइदिए। अनि एकीकृत उपत्यका अन्तिम राजा उपत्यका अन्तिम राजा भयो। अनि चामुण्डी उपाधि पाएका चुडा लाएर हिँडेछन्, त्यसैले चामुण्डी चौर के गरेछन् उपाधि पाएका। अनि भक्तपुरले टमडीलको मन्दिर र एच्छेश्वर मन्दिर निर्माण गरेका थिए। भक्तपुरको है, भक्तपुर के अरे टमडी टोल र एच्छेश्वर मन्दिरको निर्माण गरेको ललितपुरको भीमनाथ मन्दिरको स्थापना गरेको कसले त? एच्छे मल्लले गरेका थिए। अब जाउँ महेन्द्र महेन्द्र भन्ने बित्तिकै हामीले के सम्झ्यौँ, केराउलाई कला अथवा केराउलाई सम्झिने गर्दछौँ। जनताको घरमा धुरीबाट धुवा ननिस्केसम्म भोजन नगर्ने को त महेन्द्र थिए। अनि प्रजाले नखाएसम्म नखाने राजा महेन्द्र थिए। प्रजाको मृत्यु हुँदा निराहास व्रत बस्ने महेन्द्र थिए। अनि आफ्नो मुद्दा भोटमा चलाउने राजा महेन्द्र थिए। अनि काठमाडौँको हनुमान ढोकाको तलेजी मन्दिरको निर्माण गर्ने महेन्द्र थिए। उक्त मन्दिर महानीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिएको हुन्छ। अनि स्वत विनायक जाताको चलन चलाएका थिए। राजवंश र सिकारीबाज दिल्लीका बादशाहलाई उपहार दिएका थिए। अनि अब रुद्रमल्लको बारेमा पढ्नु गएका छौँ। रुद्रमल्ल भने त्यही हो, भक्तपुरमा एथुनियम दरबारको निर्माण गरेका थिए। अब लक्ष्मी नरसिंह मल्ल रहेका छन्। लक्ष्मी नरसिंह मल्लले के गरे त? शिवसिंह मल्लको मृत्युपछि काठमाडौँमा शासन धोबीको हातको पानी खानेको थियो लक्ष्मी थिइन्। धोबीको हातको खाला भनेर मोटी लक्ष्मीले चाहिँ पानी खाइदिन्छन्। नुवाकोट भैरवी मन्दिरको जीर्णोद्वार गराएर 5वटा सुनका गजो चढाएका थिए। अनि मखन शिवालयको स्थापना गरेका थिए। अनि त्यहाँदेखि अरू के छ, काजी भीम मल्लको पत्नी भुवन लक्ष्मीले सती जाने बेलामा यो सतीले सराएको राज्य कसैलाई विवेक नहोस् भनेर अभिशाप दिएकी थिइन्। अनि अब प्रताप मल्ल रहेको छ। प्रताप मल्ल नै धेरै राम्रो काम गरेका थिए। त्यतिखेरको अवस्थामा बुबा लक्ष्मी नरसिंह मल्ललाई हटाई शासन गरेका थिए उनले नै। भारतको कुचबिहारबाट डोलाम झिकाई रूपमती र राजमतीसँग विवाह गरेका थिए प्रताप मल्लले। अनि गुपौतो हनुमान ढोका दरबार अगाडि हनुमानको मूर्ति निर्माण गरेका थिए। हनुमान ढोका अगाडि हनुमानको मूर्ति निर्माण गरेका थिए प्रतापले। हनुमान ढोका दरबारभित्र सुन्दरी चौक, नासल चौक, काली चौक र नरसिंह चौक आदिको स्थापना गरेका थिए। अनि स्वयम्भू चैत्य जीर्णोद्धार गराएका थिए। गाई जात्राको दिन गाई बनाएर निकाली चलन सुरु गरेका थिए। उसले त प्रताप मल्लले नरसिंहका छोरा बुढा नीलकण्ठको पानी हनुमान ढोकामा ल्याएका थिए। बुढा नीलकण्ठको दर्शन गर्न छाडेका थिए। मल्लवंशका सबैभन्दा शक्तिशाली राजा थिए। ऊ त प्रताप मल्ल तान्त्रिक शक्तिद्वारा कालभैरवलाई हँसाएका थिए। अनि कविन्द्र वा 15 भाषाका ज्ञाता पनि भनिन्छ। अनि त्यहाँदेखि दूरबीन प्रयोग गर्ने पहिलो राजा ग्यालिलियोको भान्जा भनेर भन्छ। यिनी मर्दा 9वटा रानी सती गएका थिए। वैद्यखानाको स्थापना गरेका थिए। मुर्दामा रानीको नाम उल्लेख गर्ने पहिलो मल्ल राजा थिए। अनि त्यहाँदेखि दक्षिणकाली मन्दिर निर्माण गरेका थिए। भोटसँग युद्ध गरी कुतीसम्म आफ्नो सीमाना विस्तार गरेका थिए। हरिसिद्धको नाच हेर्दा हेर्दै मरेका थिए। अनि त्यहाँदेखि यति मात्र नभएर उनले रानी पहरीको निर्माण पनि गरेका थिए। छोरा चक्र बतीन्द्र मल्लको सम्झनामा गरेका थिए। छोरा मरेको थियो त्यतिको सम्झनामा चाहिँ के अरे चक्र बतीन्द्र मल्लको सम्झना गरेको थियो। रानी अनन्ता प्रियालाई के अरे सान्त्वना दिनलाई चाहिँ बनाएका थिए। मेन चाहिँ रानीताल भनेर त भन्यो, रानी पोखरी भनेर त भन्यो, तर मेन चाहिँ उसको छोरा मरेका थिए। अनि त्यहाँदेखि अब छोरा मरेपछि रानीतालले यस्तै ल छोरा मऱ्यो अब के गर्ने भन्ने कुरो भइरहेको थियो। छोरालाई राजा बनाउन चलन थियो, छोरी मरेको भन्दा के गर्ने हो। त्यसैले चाहिँ यो केटी यो उनको श्रीमतीले सान्त्वना दिनको लागि चाहिँ रानी पोखरीको निर्माण गरेको थियो। पुरानो नाम विष्णु तीर्थ रहेको थियो। पुरानो नाम विष्णु तीर्थ। अनि त्यहाँदेखि ग्रन्थकुट शैलीको बाल गोपाल स्वरको मन्दिर रहेको छ त्यहाँ चाहिँ। अब सिद्धि नरसिंह मल्लको बारेमा पढ्न जाउँ। सिद्धि नरसिंह मल्ल विक्रम 1675 देखि 1777 सम्म शासन गरेका थिए। लक्ष्मी नरसिंह मल्लको सौतेनी भाइ हुन्। लक्ष्मी नरसिंहको सौतेनी भाइ हो। पाटनमा छालाका मुद्दा ल्याउने पनि सिद्धि नरसिंह हो। पाटनको तेलजी मन्दिर निर्माण सिद्धिविनायक निर्माण पाटनको तलेजी छ नि हो, तलेजी मन्दिर पनि के अरे सिद्धि नरसिंह मल्लले गरेका थिए। सिद्धिविनायक निर्माण पनि गरेका थिए। जाउला खेलको लालमती पोखरी निर्माण गरेका थिए। सिद्धिले के लाल पोखरी पनि निर्माण गरेका थिए। हरिश्चन्द्र नृत्य अन्दादेखि नरसिंह अवतार नृत्य र कार्तिक नाचको प्रचलन पनि ल्याएका थिए। रामशाहसँग एकानी शत्रु एकानी मित्र सम्बन्ध विस्तार गरेका थिए। अन्दादेखि पाटनमा देगुलले मन्दिर 5 तले मन्दिर निर्माण गरेका थिए। अन्दादेखि गर्मीमा पञ्चाङ्गिनी ताप्ने र जाडोमा चिसो ढुङ्गामा बसी तपस्या गर्ने चाहिँ यतै सिद्धिलाई सबै गर्ने छ नि। यो पञ्चाङ्गी ताप्ने रे गर्मीमा जाडोमा यो चिसोमा ढुङ्गामा पल्टिने गर्ने सबै यो शक्तिलाई हो। त्यसैले सिद्धिचरण भनेर नभन सिद्धि नरसिंह मल्ल भनेर चिन्छौँ। भण्डारखालको धारा पोखरी निर्माण गरेका थिए। धारा पोखरी अन्दादेखि तीर्थ गएको बेला भारतको काशीमा निधन भएको थियो। तीर्थ जाने बेला भारतको काशीमा निधन भएको रहेछ। अनि जगज्योति मल्ल रहेको छ। अन्दादेखि तलेजु भवानीसँग पासा खेल्ने राजा रहेका छन्। भवानीसँग भगवानसँग। अन्दादेखि हरगैरी विवाह कुचबिवाह नाटक लेखेका थिए। सङ्गीत चन्द्रगीता पञ्चासिका रचयिता गरेका थिए। अन्दादेखि लप पोखरी निर्माण गरेका थिए। लप पोखरी अनि भूपत्रेन्द्र मल्ल भनेका के त 55 झ्यालको दरबार निर्माण गरेका थिए। 55 झ्याली दरबार। अनि 5 तले न्यापोल मन्दिरको निर्माण सिद्धि लक्ष्मीको देवल उग्र चण्डीदेव र न्यापोत देवलको निर्माण गरेका थिए। उषाण हरुण र जैमिक भारत नामक नाटक रचना गरेका थिए। अनि त्यहाँदेखि डोलेश्वर महादेवको मन्दिर जीर्णोद्धार गरेका थिए। दरबार अगाडि आफ्नो शाली निर्माण गरेका थिए। दरबार अगाडि भूपतिन्द्रले अनि त्यहाँदेखि कुती कवि चुडामणि सम्राट भनेर चिनेका थिए। चुडामणि भनेर चाहिँ चिनिन्छ। अनि अब चाहिँ योग नरेन्द्र मल्लको बारेमा
पढ्न जान्छौँ। योगेन्द्र मल्ल चाहिँ सैनिक बहादुरी देखाउनेलाई चुडामणि पद दिएका, बहादुरले के त चुडा लगाइदिएका, धेरै यो गरी शनिमा कसमलाई चुडा लगाइदिन्छु भनेर चुडा लगाइदिएका थिए। हालसम्म पनि जीवित मानिने राजा चाहिँ योग नरेन्द्र हुन्। जबसम्म मेरो शालिगमाथि रहेको चरा उडेर जाँदैन तबसम्म म जिउँदै सम्झनु भनेर वचन दिने राजा पनि योग नरेन्द्र थिए। पाटनका राजा योगेन्द्र, यो चाहिँ पाटनका राजा थिए। योगेन्द्र मल्लको निधनपछि 31वटी रानी, मा कसम 31वटी रानी चाहिँ 31वटी श्रीमती रहेछन्। योगेन्द्रले त्यस्ता खतरा रहेछन्। अन्तदेखि तामासुखा 20 मिललाई षड्यन्त्रपूर्वक मारिने राजा, तमाकुमा तामासुकामा होइन, तमाकुमा 20 मिल मारिने योगेन्द्र त्यो बड्डालाई तमाकुमा मिलाएर मारिछन्। अन्तदेखि रत्नमल्ल भन्ने रहेछन्। रत्नमल्लले के चाहिँ तामाको मुद्दा प्रचलन गरेका, तामाको मुद्दा अनि सप्तदी र अष्टमीको मूर्ति निर्माण गरेका यिनको पालामा के थियो त मुसलमानहरू नेपाल प्रवेश गरेका थिए कोमा, रत्नको पालामा। अनि कान्तिपुरमा पहिलो राजा भनिन्छ, कान्तिपुरका पहिलो राजा भनेको रत्न हाम्रो बाजे हुने बाजेले तामाको लिए कान्तिपुरका पहिलो राजा भने। अन्तदेखि मुसलमानहरू नेपालमा आए। यस मल्लका माइला छोरा थिए, उनी चाहिँ अनि अंश बापत कान्तिपुर राज्य प्राप्त गरेका थिए। अंश बापत पहिला बाँड हुन्थ्यो नि त। अब चाहिँ जयप्रकाश मल्लको बारेमा पढ्न गइरहेका छौँ। जयप्रकाश मल्लले चाहिँ काठमाडौँ उपत्यकाको अन्तिम राजा चाहिँ जयप्रसाद मल्ल थिए। कुमारी चोकको निर्माण गरेका थिए। कुमारले छनौट गर्ने चलन चलाएका थिए। मल्ल शासन अन्त्य भएकोले अभागी राजा मल्ल भनेर पनि भनिन्छ, अन्त्यमा भएका राजा थिए। अन्तदेखि यो बिचमा चाहिँ विश्वको सर्वाधिक सानो मुद्रा जावा प्रचलनमा ल्याएका थिए। विश्वको सबैभन्दा सानो मुद्रा। अन्तदेखि पृथ्वीनारायण शाहसँग छात्र जुत्ता माग्ने राजा पनि यिनै थिए। अन्तदेखि भागेर पाटनका राजा कहाँ शरण लिन पुगेका यिनै थिए। गोकर्णेश्वर मन्दिरको स्थापना यिनले गरेको। जयप्रकाश मल्लको पुनर्जन्म भएका राजा चाहिँ रणबहादुर शाह हुन् भनेर पनि हामीले थाहा पाउन सक्छौँ। अब अन्य विशेषता हामी नपढेर जयस्थिति मल्लको बारेमा पढ्न गइरहेछौँ। जयस्थिति मल्लमा चाहिँ के छ, नायक देवीकी छोरी राजल देवीसँग विवाह गरेका थिए। अन्तदेखि उनी चाहिँ के छ कडाट वंशी भएपछि श्रीमती गोत्रमा परिणित भई राजा भएका थिए पुरै श्रीमतीदेखि। अन्तदेखि समाजमा 4 वर्ण 36 जातमा विभाजन गरेका थिए। 4 वर्ण 36 जनाको जयस्थिति मल्ल माथिल्लो जातका केटीले तल्लो जातको महिलासँग केटाले बिहे गरेमा केटाको जात खस्ने प्रचलन पनि के थियो जयस्थितिले ल्याएका थिए। नेवार समुदायमा दैवज्ञ श्रेष्ठ आचार्य र वैद उच्च स्तरमा मानिने चलन सुरु ल्याएका थिए। विवाहपछि महिलाको गोत्र पुरुषमा बदलिनुपर्छ, महिलाको गोत्र पुरुषमा जानुपर्छ भनेर पनि यस्तो चलन पनि ल्याएका थिए। अन्तदेखि ब्राह्मणलाई पञ्चगौण र पञ्चद्रव्दीमा विभाजन गरेका थिए ब्राह्मणलाई। अनि श्रेष्ठलाई 36 र ज्वापुका 64 जनाको वर्गीकरण गरेका थिए। गोरखनाथ र गोकर्णेश्वरको नियमित पूजा गर्ने चलन लगाएका थिए। गुठी व्यवस्था भौचा भैरवको मूर्तिको स्थापना गरेका जुन छ भैरव। पशुपतिको आर्यघाट बागमतीको किनारमा लवकुशको मन्दिर पनि बनाएका थिए। पशुपतिको आर्यघाट पनि बनाएका थिए जयस्थिति मल्लले। ललितपुरमा कुमेश्वर मन्दिरको निर्माण गरेका थिए। जग्गालाई अबल दोयम शिव र चाहना गरी 4 भागमा विभाजन गरेका थिए। घरको विभाजन शाहको गल्तीको र गल्तीको भित्रको। अन्तदेखि मानापाती करुवा चौकी थार्ने छटान र तोलाको प्रचलन लिएका थिए। अपराधीलाई आर्थिक दण्ड दिने व्यवस्था गरेका थिए। आर्थिक दण्ड बाली नाप्ने जग्गा नाप्नेलाई क्षेत्रकार भनेर भनिन्थ्यो। घर क्षेत्रको जग्गा नाप्नेलाई तछेकार भनेर भनिन्थ्यो। जग्गा धनीलाई तमसिङ र जग्गा कमाउलाई मोही भनिन्थ्यो। अन्तदेखि रामायण र भैरवनाथ नाटक लेखेका पनि थिए उनले। रामायण र भैरवनाथ नाटक पनि लेखेका थिए। अब यिनी हो राजपरिवार धारणाका हावा संस्कारको समयमा दीपक राग बनाउने उनी नै थिए। अब चाहिँ हामी चाहिँ राजाहरूले कुन मुद्दा चलाएका थिए त भन्ने कुरामा जानकारी जान्न चाहन्छौँ। तामाको पैसा चाहिँ रत्नमल्ल हाम्रो बाजेले भ्यायो। सुनको असर्पी चाहिँ रणबहादुर रानीकुमारले गर्यो। छालाको मुद्दा चाहिँ सिद्धिचरण सिंह मल्लले गरेका थियो। छाला उन चाहिँ यो के उयो जाडोमा चिसो चिसोमा जाडो गर्ने सिद्धिन्छ भनेर चाहिँ उनले छालाको मुद्दा बनाएका थिए। बिचमा कुमार परेको पृथ्वी सिंह मल्ल पृथ्वी हो अनि पृथ्वी बिजनले बोलो यो छ भनेर सोचेको उनको। अनि कागजी चाहिँ त्रिभुवनले गरेका थिए। अनि पोली म चाहिँ ज्ञानेन्द्र शाहले गरेका थियो। मनाङ भने चाहिँ मानदेव मामाले बनाएका थिए। अनि गुणाङ चाहिँ गुडकामदेवले गरेका थिए। शिवाङ चाहिँ शिवदेव द्वितीयले। अनि गैसुकी शिवदेव तृतीय। अनि वैष्णु मुर्दा अंशु वर्मा टिकटकदेखि बनाएका थिए। पौन र पुराण नरेन्द्रदेवले गरेका थिए। अन्तदेखि 1 नोट राजा त्रिभुवनले गरेका थिए। अन्तदेखि 5, 10, 100 को राजा त्रिभुवनले आफैले गरेका थिए। अन्तदेखि 50, 2, 250 चाहिँ राजा वीरेन्द्रले गरेका थिए। अन्तदेखि 20, 25, 50, 2 र 250 को है। अन्तदेखि अरू के छ भन्नुपर्ने। अब जावा भने चाहिँ जयप्रकाश मल्लले भएले विश्वको सबैभन्दा सानो मुद्दा भनेर पनि चिनिने भयो। अनि 3 संवत अधिकतम राजा वीरेन्द्र। अनि चारकुने प्रताप मल्ल, चाँदी महेन्द्र मल्ल, मोहर महेन्द्र मल्ल। चाँदीको पहिलो मुद्दामा दोलखाका राजा इन्द्रसिंह देवले चलाएका थिए।